म चाहिँ चुलामा आगो बाल्न आँटेको। म चाहिँ यो डन्ठीले लाठीले चाहिँ बाल्छु। हेर्नुहोस् ल कस्तो मजाले बोल्छ। यसलाई एकछिन बाल्नुपर्छ हो। चाहिँ यसरी बोल्छ यो डन्ठी चाहिँ होइन। मट्टीतेलको दाम बेसी भएको छ कि त्यही यसले यसरी गरेर राख्नुपर्छ कि आफै बोल्छ। यसरी बोल्दैछ त्यहाँदेखि चाहिँ आफै बोल्नु थाल्छ। यसरी बोल्छ हो त्यसले चाहिँ। हिजो अस्ति नै हामी नेपाल जाँदाखेरि नेपालबाट ल्याएको थियौँ नि त। चाहिँ मजाले बोल्छ अब। लास्टमा चाहिँ हेर्नुहोस् न यसरी बोल्छ। कस्तो मजाले बोल्छ यो।